रिमा सेवा समाजमा 2 वर्ष मैले बच्चाहरूलाई त्यहाँ अनाथ बच्चाहरूलाई पढाएँ। मैले त्यो रिमालाई एउटा स्कुटरमा हिँड्ने मान्छेलाई चाहिँ 60 लाखका गाडी अनि बङ्गालमा अहिले 4 करोडको बिल्डिङ मेरै कारण हो। तर मलाई धेरै चित्त दुखाएर अनि म त्यहाँबाट निस्केर हिँडेँ सर। तपाईँ घरदेखि सबै भन्नु। मेरो घर रामेछाप हो, रामेछाप कोसीपारी दोललघाटभन्दा पारी। तपाईँको यस्तो हालत कसरी हो भन्नु? हालत त हेर्नुहोस्, मिडियाले अरबपति बनाइदियो, फेरि सडकपति बनाइदियो। एउटा आइमाईले बिहे गरेर लिएर गएपछि थिए उहाँ कलङ्की आइमाईले, उसले 10-12 लाख रुपियाँ खाइदिए। नेपाली अमेरिकामा बस्ने नेपालीले सुनका गहना 2 तोला सुनका गहना सहयोग गर्दै थियो, सब खाइदिन्छ। अहिले यी आफू सडकपति बन्ने 1 कप चिया खाने पैसा छैन। हजुरले मलाई सहयोग गर्नुभयो। युआर माई गड। तपाईँ जस्तो भगवान् जस्तो मान्छे अन्त तपाईँ होइन, तपाईँको बुढीको नाम अनि के त्यो साइड किन भनेको भन्नु त? मनिषा पौडेल। यहाँ मलाई अस्ति म त 10-12 दिन भइसक्यो निस्केको। यहाँ तल बसेको थिएँ, ती जङ्गी केटाहरूले 1200 पैसा दिएको थियो एकजनाले। त्यो जङ्गी केटाहरूले नागरिकता त पैसा सब लुटेर लग्थे। हजुरले मलाई यसरी खान दिनुभयो। तपाईँ जस्तो भगवान् जस्तो मान्छे कोही पनि पाइँदैन यहाँ पृथ्वीमा। तपाईँले कहिले दुःख पाउनुहुन्न। मेरो आश्रममा तपाईँ कसरी पुग्नु भएको? 2 वर्ष भयो। कसरी पुग्नु भयो त्यहाँनिर आश्रम? त्यहाँ जडीबुटी पुल मुनिबाट निकालेर लिएर गयो कि मलाई त्यो रिमाले दाई बनाएको थिएँ। 2 वर्ष बसेँ त्यहाँ। तिहारमा टिका लगाइदिएँ। यसपालि दसैँ र तिहारमा एकदम मलाई धोका दिए। अनि त्यही हुनाले म निस्केर हिँडेँ हो। म त्यहाँ बच्चाहरूलाई पढाउने यताउति सब काम गर्ने, बुढाबुढीहरूलाई नुहाइदिने सब मैले त्यही गरेँ आउँछ। तपाईँको आश्रमको ठाउँको लोकेसन कहाँ हो? लोकेसन गोलफुटार रिमा सेवा समाज, गोलफुटार बुढा नीलकण्ठ। फेरि